आज म तपाईहरुको लागि एउटा नयाँ भिडियोको साथमा आएको छु जुन विदेशी तर्फबाट आइपिओ निस्केको थियो सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक इनर्जी, जसको टोटल शेयर चाहिँ 68,967 युनिट चाहिँ जेनरल पब्लिक मध्ये फोरिजनको लागि निस्केको थियो। ओपनिङ डेट चाहिँ 2025-12-24 थियो, जसको क्लोजिङ डेट 2025-12-29 थियो। जसमध्ये इस्यु प्राइस यसको 100 थियो र ओभर सब्सक्राइब 15 गुना बढी भएको छ। टोटल एप्लिकेन्ट चाहिँ यसको एप्लिकेसन एप्लाई कति गरेको छ, जसमध्ये 69,500 एप्लिकेसन एप्लाई गरेको थियो, जसको टोटल शेयर रिक्वायरमेन्ट थियो 10,48,090 युनिट्स। यो चाहिँ आइपिओ पर्ने चाहिँ मात्र 6,896 जनालाई मात्र पर्ने छ। केयर रेटिङ फेसिलिटीको तर्फबाट हेर्दा यसलाई त लङ टर्मको लागि चाहिँ BB- रहेको छ, जसमध्ये सर्ट टर्मको लागि F4 चाहिँ केयर रेटिङ बैंकिङ फेसिलिटी रहेको छ, जसको यसको टोटल क्यापिटल चाहिँ 68 करोड बढिरहेको छ, जसको टोटल शेयर चाहिँ 68,96,000 युनिट्स रहेको छ, जसको यसमध्ये 20% चाहिँ यसले शेयर होल्डिङ चाहिँ आइपिओ को रूपमा ल्याएको छ, जसको 10% चाहिँ लोकल पिपलको लागि छ, जसमध्ये 10% अर्को नेपालमा अल पिपलहरुको लागि रहेको छ, जसको मेजर ओनर चाहिँ एपी पावर रहेको छ, जसको स्टक होल्डिङ चाहिँ 59% रहेको छ, जसमध्ये यसले कन्स्ट्रक्सन चाहिँ फिनिश्ड यही 2025 जुलाई 2 को कम्प्लिट गरेको छ। यसको प्रोजेक्ट हेर्दा 11 मेगावाट को मात्र रहेको छ, यसको नाम चाहिँ अप्पर ट्याडी खोला हाइड्रो पावर प्रोजेक्ट रहेको छ। यसको ओपनिङ रेट चाहिँ हेर्दा 100 देखि 300 ओपनिङ प्राइस रहेको छ। यस्तो भिडियो हेर्नका लागि यो च्यानललाई सब्स्क्राइब र सपोर्ट दिनुहोला।